ल केटाहरू निस्किन लाग्यो पेट्रोल हातमा बोकेर यति हो फेरि कति बजी जाऊ त कति बज्यो 4:13 दिउँसोको हो केटा है निस्किन लाग्यो ल ह्यापी दसैँ भेटौँ ल यिनीहरू चाहिँ दाङ जान्छन् हामीहरू चाहिँ राजधानीतिर यसो अब बाँकी 2-4 दिन राजधानी आउँछ हामी टिका लगाउन जाने र भाइहरू के भन्न चाहन्छ ल हाम्रो काले भाइ काले भाइ ल राम्रोसँग भेटौँ ल फेरि ह्यापी दसैँ ल गए साँझ धेरै रातिसम्म नचलायो है ल जाऊ बाई बाई हामी पनि अहिले निस्किने हो 7 बजीतिर यिनीहरू 4 बजे गयो हामीहरू चाहिँ 7 बजीतिर निस्किन्छौँ हामी फेरि गाडीमा हानि केटा त्यही भएर कुर्नु पर्छ हामीलाई इन्जोय निस्किन लाग्यौँ हामीहरू हामीले भनेवाला गाडी चाहिँ आज नजाने अरे पहिरो लडेको छ अरे हजुर हिमालयन पेट्रोल पम्प है दाइ यस्तै भयो केटा हाम्रो चाहिँ के भयो चाहिँ टुरिस्ट बसमा ओइ कत्रो जोड हाने त नि हाम्रो फेरि के भयो केटा हो भनेपछि हामीलाई यहाँदेखि उठाउने कुरा थियो पहिलाको बसले अनि पहिरोहरू लड्यो हुनाले चाहिँ उता नजाने कुरा भयो त्यही भएर नजाने कुरा भयो थियो हामीले भने बसको अनि अहिले चाहिँ एउटा बाँकी रहेछ र टुरिस्ट बस पार्क जाने कुरा थियो फेरि त्यहाँदेखि पृथ्वी चोक बोलायो हुनाले हामीहरू चाहिँ अहिले पृथ्वी चोक हाम्रो बाई बाई गएर पनि मामा घर जस्तो भएको छ अब चाहिँ आन्नम अब चाहिँ तिहार पछि आएपछि आउँछौँ नत्र त्यो पनि फिक्स छैन केटा तिहार पछि नि के गर्छौँ त्यो कपडा केही पनि लिएको छैन के हो अब काठमाडौँतिर हेरौँ 2-4 दिन हामी 4 दिन जति हुन्छ होला काठमाडौँ बाई बाई हत्तुरमा केटाहरू चाहिँ आउँछ भनेर कुरिरहेको थियौँ हामीहरू त अब चाहिँ हिँड्नु पऱ्यो यस्तै छ बाई बाई अब राजधानीतिर गएर हेरौँ होला गाडी खोज्छौँ पहिला आइयो केटा हो बाटोमा जाम नलागोस् त्यति मात्र हो भोलिसम्म पुग्नु पर्ने छ हामीलाई जाममा परेको छौँ बट जोतमा कति कुरिरहनु पर्ने हो अब त यो सुरुङ पनि चालुमा आउने अरे म न्युज पढेको थिएँ कुलमान घिसिङ सरको आइपुग्नु लाग्यौँ केटा अब जाम हो होइन आफै भुजो पोखरादेखि 7 बजे हिँडेँ यहाँ अहिले 7 बजिसक्यो यतै छ म सुति गएको थिएँ भर्खर उठेँ अब माथि गएर हेरौँ ल बाई बाई गरे त मस्त छ ल झरिसक्यौँ केटा हामीहरू चाहिँ हाम्रै गाउँठाउँतिर अब ल केटा हो बालाजु ल्याएर रोकिदिएको छ भट्टा नि बिहान बिहानै यस्तो छ अब चाहिँ उहाँ जानुपर्छ पहिला नि म चढ्यो नि यहीँदेखि चढ्याम कि बालाजुदेखि इन्जोय केटा हो अब दसैँको माहौलमा दसैँमा इन्जोय पार्टी गर्ल नाइट गर्न होइन अब पार्टी गरेर निस्किन्छौँ यस्तो व्यवस्था रहेछ त नि काठमाडौँतिर मलाई त काठमाडौँ कपेहरूको माया लागेको छ केटा हो यार पुरा हेर्दा पनि कस्तो पिठे खायो होला नि त नि फोरफार छ सबै यस्तै छ केटा साँझ परिगयो पानी पनि परिरहेको छ के निस्किन लाग्यो हामीहरू चाहिँ अब 1-2 दिन बिराउँदै केटाहरू चेन्ज मात्र हो ठाउँ एउटै हो हाम्रो चाहिँ अब नाइट एनिमलहरू ब्रो केटा नाइट एनिमलहरू चाहिँ अब रातिमा हन्टिङ हिँड्छन् केटा त्यति मात्र 1-2 दिन यतैसम्म छन् त तर यता दिदीहरूसँग चाहिँ बिदा भएर लिएको होइन अब दसैँको माहौलमा भेटघाट गरिदिउँ दिदीहरू भनेर भएन ठिक छ 2-3 दिन इन्जोय गरे मात्रै हुन्छ बाई माया पनि ओरियो बिस्कुट भयो भन्छ ओरियो कोकोनट बिस्कुट पनि होइन सिधै ओरियो बिस्कुट गयो भन्छ काठमाडौँतिर यस्तो चाहिँ माया हामी केटा माया गर्नु चाहिँ पर्छ तर धेरै गर्नलाई त सकिन्न हामीहरू चाहिँ गाउँमा रे ठिक छ केटा हाम्रो यहाँ रातिमा एकछिन ठमेलतिर जाने काम छ ठमेलतिर भन्दा सपिङ भपिङ छ केटा हाम्रो अहिले रातभरि सपिङ गर्नुपर्ने छ त्यही भएर कुरिरहेको छौँ कि ट्याक्सी आउला आएर चढौला कस्तो जाम हुन्छ केटा यार बस यस्तै छ राति सपिङ गर्ने जोसमा हिँड्यान् के छोराहरू हात्ती सपिङ भइगएको छ आउँदैछ तिमीहरूलाई त्यही सन्दीप हिजो अस्ति कोले हेरेको थियो होइन हिजो अलि अस्तिको भ्लगमा कोले हेरिरहेको थियो त्यसको चाहिँ हिंसा लाग्यो कि त्यसलाई उडाउन आमकै केटा सिधै भन्दा कस्तो जाम लाग्यो त केटा यार कुर्दै हाम्रो ट्याक्सी आउने बाँकी छ अझै एकपल्ट किर्तिपुर पुगेर बल्ल ठमेलतिर फर्किनु पर्ने छ
यस्तै हो सही हो राजधानीको बसोबास के कस्तो लागिरहेछ गोलेलाई कार एकदम भेदा हुन्छ नि जाम हेर्दा त खासै चित्त बुझ्दो छैन केटा यार त्यो वाला रिल याद आइहाल्छ त्यो सिटी र त्यो वाला हुन्छ नि पाहाडमा गएको हुन्छ नि त्यो वाला हेर त कस्तो हित्ती छ क्या गाडी अघिबाट हाम्रो पछि कुरिरहेछ ट्याक्सीमा हो यस्तो छ यस्तो त्यही भएर झ्याउ लाग्छ केटा जाम अति हो हामी उतापट्टि बोलायौँ त्यसलाई हामी अगाडिपट्टि जहाँ खुल्ला छ त्यतै बोलाइदिउँ ऊ उताबाट फर्केर आउनु लाग्यो हामीहरू चाहिँ अगाडिपट्टि गएर बस्नुहुन्छ फेरि हिँडे भेजा आइयो केटा हो जाम कत्रो जाम हो त आज देखिन्छ यसको त अलि अस्ति भर्खर जाँदाखेरि अझै फिक्स थिएन आउने हो होइन जाने हो होइन किनिस् आन्टी अब यसको बिदाबारी गर्न आछौँ केटा हामीहरू चाहिँ जे हुन्छ अब लास्ट यही भिडियो हेर्छ अहिले यो भिडियो आउन्जेल त यो विदेशतिर हुन्छ केटा विदेशदेखि हेरेर यस्तो गरेको थिएँ भनेर भन्ने मात्र हुन्छ अब बाँकी फिफ्टीबाट जान्छौँ त्यसपछि कहाँ के हुन्छ हेर्दै गरेर हिँड्छु ल जाउँछ ल जा केटा निस्किन लाग्यौँ हामीहरू चाहिँ अब चाहिँ हाम्रो सपिङ भपिङ हो कालापत्तरतिर सपिङ भपिङ हो हाम्रो चाहिँ ठिक छ केटा इन्जोय ठमेलतिर निस्किँदैछौँ हामीसँग चाहिँ खासै टाइम छैन त्यो भए हुनाले रातभरि सपिङ हान्यो रातभरि हुन्छु म पाहाडीमा त्यहाँदेखि सक्या छैन मेरो स्टामिना हो कि क्या यो च्यात्योमा चिस ब्याग गइगयो होला एक त ब्याग पनि हालत यस्तो ल्याएको छु बाँकी रह्यो ठिक छ हाम्रो रातिमा चाहिँ चल्दैछ कति बजे समय देखाउँ कि 9 बजीतिर रात पऱ्यो हाम्रो चाहिँ सपिङ चल्दैछ केटा हो बाँकी चाहिँ हुन्छ अब एकछिन अरू के चाहिने हो अहिले अब पर्सि यो निस्किजाने हो पर्सि यो जान्छ त्यो भए हुनाले समय धेरै हुन्न नि त्यो भएर छिटो गरौँ भनेर राति पनि सपिङ चल्दैछ हिँड्छु साथीभाइहरू के हुन्छ त हेर्दै जाउँला ल हाम्रो चाहिँ 25,200 को आयो अनि अलिअलि डिस्काउन्ट गरेर हाम्रो चाहिँ 25 सम्ममा कुराकानी मिल्दैछ के हो र त्यही त होला नि यार अब हुँदैछ हाम्रो डिस्काउन्ट हुँदैछ भाइको नाम भन त यिनी चाहिँ हाम्रो पेसिफिक ट्रेकिङ गियरको एकलौतो साउ अरे सानो साउ नाम भन बाबु तिम्रो नाम भन मोहम्मद शाहजेब हाम्रो नाम भनिदिएकै 10,000 त यतिकै बढिदिन्छ हाम्रो पसलमा आउनु होला भनेर एउटा दुइटा केही भन मेरो भाइ हाम्रो पसलमा आउनु होला भिडियो हेरेहरू घुम्न जानु मन लाज मान्छौ लाज मान्छौ त ठिक छ केटा तिमीहरूलाई त चाहिएपछि मलाई सामानहरू दामी पाउँछ कि यो ठाउँमा ठमेल 7 घुम्टी भित्रपट्टि कालापत्तरदेखि साइडमा छ भनिदिइहालेँ मैले किनभने चाहिँ हामीले डिस्काउन्ट पनि बबाल पाओ त्यो भए हुनाले लाइभ हेरेहरूलाई थाहा छ होला थ्याङ्क यू हामीहरू निस्किन्छौँ अब बाँकी नेक्स्ट टाइम अब कहाँ हुन्छ के हुन्छ अनि घुम्न जान मन लागेकोहरू मतलब घुम्न जानेहरूलाई कपडा सपडा चाहिँ केटीहरूको लागि पनि छ नि केटीहरूको लागि पनि छ ए ठिक छ इन्जोय हाम्रो चाहिँ सकियो यताको लगभग सपिङ 25,000 मा चाहिँ आयो ज्याकेटहरू डाउन ज्याकेटहरू र टोटल लास्टै धेरै आइरहेको छ आउँछु बिस्तारै इन्जोय केटीहरूलाई पनि छ घुम्न जानु मन लाग्यो आउनु यस्तै गर्दै मार्केटिङ गरिदिनु रहेछ कि ल यस्तै हो केटा डिस्काउन्ट पनि हुन्छ फेरि नहुने चाहिँ होइन तर एकपटक लगाउँ भन्दाखेरि एकैचोटि लगाउँ इन्जोय स्किन लाग्यो हामीहरू चाहिँ लगभग सक्यो सपिङ यस्तो रातिमा सपिङ हान्न जोसमा अब एकछिन खाजा भन्दा नि खाना खाएर जान्छौँ हामीहरू होइन हाम्रो बसोबास चाहिँ हाम्रै ठाउँतिर छ खाना चाहिँ खाइदिउँ भन्ने कुरो बाई इन्जोय निस्किगयौँ केटा हो तोडफोड कहाँ के भएर चाहिँ हेर्न असाध्यै मन हो मलाई फुर्सद भयो भने हजुरहरूलाई देखाउँछु ल बानेश्वरतिर अब कति देखाइरहनु र नि आफ्नै ठाउँतिर छौँ केटा इन्जोय आजको लागि यति मात्र भयो भ्लग भोलि चाहिँ अब म आजकल लाइभ आउनु लागेको छु टिकटक युट्युबतिर त्यो भयो हुनाले लाइभ आउँदाखेरि भ्लग बनाउने टाइम हुन्न त्यस्तो भएको छ केटा यति रोक्नु ल इन्जोय थ्याङ्क्स फर वाचिङ आजको लागि यति मात्र हामी सुत्छौँ अब भोलि बिहानै क्रिम पान्चीदेखि गुड मर्निङ हुन्छ लेमन टीसँग इन्जोय